तिमी नजाने भने कहाँ जानु बेमा नजाने म किन जाँदिन लुगा हुनु पर्यो नि नयाँ लुगा साडी ल्याइदिनु भयो हजुरले सन्तान लुगा दुनियाँको दराजमा पसिना आउँछ जहिले त्यही एउटा लाएर हिँड्नु जहिले एउटा लाएर हिँड्नु कसरी एउटा मात्रै लगाएको दुनियाँभरको दराजमा आँटी नआँटी लुगा छन् लाउँदा हुन्छ एउटा लाउँदा हुन्छ जहिले त्यही साडी लाएर जा फल्नाका बिहेमा जाँदा पनि त्यही साडी लाएर जा ऊ डिस्कानाका पूजा आयो छ त तिम्रो त्यही लाएर जाऊ भनौ उता पनि त्यता पनि राम्रोसँग हजुरको इज्जत छैन अनि लुगा लाउँदैमा इज्जत बढ्ने हो त अलिकति इज्जत अलिकति प्रेस्टिजको पनि कुरा गरौँ न हौ अलिकति दराजमा त्यत्र लुगा नयाँ नयाँ लुगा चढिरहेका छन् लाउनु छैन यो विकृति फैलाउने हो तिमीहरूले ऊ तल्लो घरमा जाँदाखेरि एउटा साडी पल्लो घरमा जाँदाखेरि एउटा साडी माथिल्लो घरमा जाँदाखेरि एउटा साडी साडी लाउँदा विकृति फैलिन्छ अनि अरूका बुढी देख्दा त कस्ता राम्रा वाउ साडीमा राम्रो देख्यो भन्नुहुन्छ त नि साडी लाउन त्यत्तिकै छ ब्लाउज चाहियो कति त यहाँ जुटाउनु पर्छ चुरा चाहियो सेटमा मिल्ने साडी भनेर मात्रै हुन्छ कति त जुटाउनु पर्छ दुनियाँभरका साडी छन् दराजमा एउटा निकालेर लाउँदा हुन्थ्यो नलाउने जहिले जहिले एउटा साडी लाएर जाँदिनँ म त्यसको बुढो त कति लोभी रहेछ एउटा साडी किनिदिनु छ बुढीलाई जहिले त्यही एउटा लाएर हिँड्छ भन्दैनन् नयाँ साडी ल्याइदिएको छु वाउ यो मेरो लागि ल्याइदिनु भएको हो। अनि अघि भन्नु भएन त भने नयाँ साडी ल्याइदिएको छु भन्नु नि त्यसो भने त म जान्थेँ त खोलेर त हेर पहिले खोल्दैछु जाँदिनँ म आफै जानु यो साडी कहाँबाट ल्याउनु भएको कुन दोकानबाट ल्याउनु भएको हजुर यो दराज पसलबाट ल्याएको राम्रैसँग यो अस्ति लाएको साडी लाउँदिनँ म अझ अस्ति लाएको साडी आज लाउनै नहुने हुँदैन त पूजा गरेर राख्छु म यति राम्रो साडी लाउनै नहुने हुँदैन जाँदिनँ म हजुर जानु हजुरलाई केही चाहिँदैन हजुर यत्तिकै जाँदा पनि हुन्छ तिमी जाने हो कि नाइ त्यति भन जाँदिनँ म तिमी नजाने भए म चाहिँ गएँ हजुर जानु